नमस्ते साथीहरू। आज भने मैले आज म किचनमा छु। आज भने मैले स्पेसल चिज बनाउन लागेको छु। के भन्नुहुन्छ भनेदेखि ढेँडो। ढेँडो चाहिँ कति साथीहरूलाई बनाउन आउँदैन, पकाउन आउँदैन। कसरी पकाउनु पर्छ आज म देखाउँछु है त। सबैजनाले हेर्नु होला। यो रहेको छ फ्राई प्यान। यसमा तेल मात्रै थोरै बनाउँछु, धेरै बनाउँदिनँ। ग्यास बाले पछि हल्का पानी सुकेपछि चाहिँ के गर्नुपर्छ, मेरो चाहिँ पानी सुकिसकेको छ। यो चाहिँ तेल हाल्न लाग्यो मैले। यो चाहिँ नटाँसियोस् भनेर घिउ भयो भने राम्रो। हल्का तेल चाहिँ यो चाहिँ नटाँसियोस् भनेर हो ढेँडो। यो रहेको छ पानी। यो पानी हल्का उम्लिनुपर्छ, हल्का तात्तिनुपर्छ। ल साथीहरू, पानी उम्लिसकेको छ। पानी यतिको चाहिँ उम्लिनुपर्छ है। अब यसलाई टक्क पिठो हाल्ने। यो रहेको छ कोदोको पिठो। टक्क यो चलाउनुपर्छ, हल्का चलाइराख्नुपर्छ। एक हातले टक्क चलाउने, एक हातले पिठो हाल्ने। तेल हालेपछि यो चाहिँ राम्रोसँग टाँसिँदैन, नत्र यो तेल हालेको थिएन भने पुरै टाँसिँदैन। तेल हालेपछि चाहिँ अलिक टाँसिन कम्ती हुन्छ। यो सेतो सेतो पिठो देखेको छ, यो डल्ला पिठोको डल्ला हो। यो सबै यति पिठो सहित खायो भने चाहिँ फेरि भोलि फेरि जस्तो खायो जैसा खायो वैसा आयो भने जस्तो हुन्छ फेरि। त्यही भएर यसलाई चाहिँ मजाले मस्काउनुपर्छ एकछिन। यति भएपछि चाहिँ टक्क ग्यासलाई चाहिँ साह्रो सानो गराइदिने। यति गराउँदा हुन्छ। मस्काउने। ल साथीहरू, ढेँडो चाहिँ रेडीलाई चाहिँ यो माम्री पुरै, यो माम्री अघि तेल लगाएकोले गर्दाखेरि उक्किन थालेछ। सबै उक्किन गयो। अब यसलाई म खाएर देखेको यति भएपछि एकछिन यसलाई हल्का छोपेर राखिदिनुहोस्। एकछिन छोपेपछि यो हल्का बाफिएर पाक्छ। त्यस पछाडि आजको ढेँडो रेडी। ल यो रहेको छ कुखुराको मासु। ढेँडो भनेपछि ढेँडो खानालाई कुखुराको मासु बनेको छ। अझ सुप हुनु पर्थ्यो। सुप चाहिँ मैले हालिनँ, ग्रेभी बनाएँ। कुखुराको मासु हो यो अकबरै। ल है साथी, यो फेरि हल्का लाग्नु पर्दैन मात्रै, ढेँडो टाँसिँदैन। ढेँडो चाहिँ तात्तातै खानुपर्छ। अझै यहाँ घिउ भएको भए बवाल हुन्थ्यो।